राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेश्वरज्यूलाई म स्टेजमा निम्ताउन चाहन्छु। एकपटक देवघरीको हल्लाले उहाँलाई स्वागत गर्दिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। साथै स्वागत ब्याजजीलाई म घन्टी बजाएर देवघरीको यो माया सत्कार राखिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। एकपटक लगाइको देवघरीको हल्ला सुनौँ त। उपस्थित आउनुभएका दाजुभाइ दिदीबहिनीहरू, म बाटो पर्दा तपाईँहरू जम्मा हुनुभएको रहेछ भनेर तपाईँहरूलाई यसो नमस्कार गरेर जाउँ भनेर मात्र आएको छु। धेरैतिर पुग्नु छ, धेरै ठाउँमा पुग्नु छ। एकजना घन्टी वाहकलाई मात्र होइन, देशैभरिका घन्टी वाहकलाई जिताउनु छ। त्यसैले यो ठाउँमा तपाईँहरू जाग्नु भएको छ। अघिल्लो पटक नै तपाईँले देवराजजीलाई बिउ स्वरूप रोपिसक्नु भएको हो। तपाईँले हुर्काएको एउटा बिरुवा हो, रोपेको बिरुवा हो। यस अगाडि नै तपाईँहरूले मतदान गरिसक्नु भएको हो। यसपटक मलजल गर्नुपर्नेछ। म त्यति भन्नका लागि आएको छु। यस क्षेत्रका सबैलाई, सबै घरमा यसपटक घन्टी बजाउने जिम्मेवारी तपाईँको काममा सुम्पिनका लागि आएको छु। लामो भाषण, लामो कुराकानी गर्ने आज कुनै योजना छैन। मात्र यति भन्न चाहन्छु कि यसपटक सिङ्गो देश जागेको छ। सिङ्गो देश जागेको यो बेलामा तपाईँहरू पक्कै पनि जाग्नु भएको छ होला। मलाई यति थाहा छ, हिजो तपाईँहरू सबैको आफ्नै राजनीतिक दल थियो होला। अब धेरै साथीहरू आउने हुनुहुन्छ। मलाई एकछिन उहाँहरूलाई कुर्न भन्नुभयो। म एकैछिन कुर्छु, नछुटाउनु होला उहाँहरूले भनेर मैले एकैछिन कुरेँ। म साथीलाई दिन्छु। म 5 मिनट भन्ने बोलेर भागिहाल्नु भनेको, तर तपाईँको मायाले तान्ला जस्तो भयो। त माया लाग्छ नि, लाग्छ माया, कति माया लाग्छ होइन। हाम्रो क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा उम्मेदवार भन्दै धेरै ढिला नगरिकन बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी निर्वाचनको पूर्व सन्ध्यामा छौँ। फागुनको 21 गते हामीले देशैभर भविष्य पाउनुपर्छ। जति पनि भ्रष्टाचार गरे, जति पनि व्यक्तिहरू यो देशमा हामीले नगरेको आँट कसले गर्छ? हामी आँट गर्छौँ। मात्र तपाईँहरू ताकत दिनु पर्यो। तपाईँहरूसँग ताकत माग्न आएको हो। म तपाईँको दलमा तपाईँले वर्षौँदेखि लिनुभएको दलको सदस्यता खोज्न आएको होइन। तपाईँ कोही दिदीको आस्था बोक्नुभयो होला, तपाईँले पुष्पलालको आस्था बोक्नुभयो होला। तपाईँको आस्थामा चोट पुर्याएर प्रहार गर्ने मेरो उद्देश्य नै छैन। मेरो पनि सम्मान छ। ती नेताहरू मेरा पनि सम्मानित नेताहरू हुन्। तर सम्मानित नेताहरूको नाम जपेर देश नबन्द रहेछ। देश बन्द त जनताले सचेत भएर सही मान्छे र सही पार्टीमा भोट हाल्नै पर्ने रहेछ। त्यो रासोपा हो, त्यो घन्टी हो। सकेन भने 5 वर्षपछि फेर्न पाइहाल्यो नि। कुरा राख्दै म धेरै कुराहरू मेरा सभापतिज्यूलाई के अरे नाच्न अनुरोध गर्दै म सबैबाट बिदा हुन्छु। आधी भनाइ अघि सक्यो, बाँकी आधी तिर्को लगाएर जान्छु। तिर्को लगाउने चाहिँ कहाँ भने तपाईँहरूले भोट घन्टीमा पक्का हाल्नुहुन्छ भन्ने कुरालाई आज लक गरेर जान्छ होइन त? अहिले नहाले कहिले हाल्ने? आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, वर्षौँसम्म हामीले देशमा केही हुन्छ कि भनेर पुराना राजनीतिक दलहरूलाई विश्वास गऱ्यौँ, भोट हाल्यौँ, जिन्दाबाद भन्यौँ, झन्डा बोक्यौँ। हाम्रो पार्टी, हाम्रो बाबुर्खाको पार्टी, हामी त छोड्दैनौँ, हामी हौँ त्यसमा उनी हाम्रो आधारको सिद्धान्त एबारला हो सबै हो। 35 वर्ष कहाँ सुत्नु हो त?
तपाईँको समर्थन पाएर, तपाईँको भोट पाएर पुराना राजनीतिक दलले त्यो भोटलाई बिचौलियाहरूलाई बेचेको भए त्यसको भारी तपाईँले चिया पसलमा गाली खानु पऱ्यो। तपाईँले बोकेको झन्डा, तपाईँले हालेको प्रोफाइल पिक्चर देखाएर तिमीहरू झोले हो भनेर तपाईँले गर्नुभएको के छ र? तर तपाईँको भोट पाएर उसले व्यापारी पोस्ने, बिचौलिया पोस्ने, गलत मान्छेलाई पोस्ने, आफ्नो मान्छे जोगाउने, विरोधीलाई थुन्ने काम गरेको गाली तपाईँले यहाँ चिया पसलमा खानु पर्यो हो। किन खाने तपाईँले गाली? तपाईँ शक्तिशाली जनता हो, आफ्नो ताकत देखाउने, यो मन पर्यो यो हाल्ने, अर्को मन पर्यो अर्को हाल्ने, नेता छानी छानी भोट हाल्ने शक्तिशाली जनता हो। आफ्नो ताकत नसक्नु, म यति भन्न आएको छु। देवराजी एउटा इमान्दार राजनीतिक कर्मी हो, एउटा इमान्दार व्यक्ति। हेर्ने दिनमा मेरो पार्टीको हामी छौँ, म लिन्छु दिनमा, केही चिन्ता गर्न पर्दैन। मैले भोट हालेको भन्ठान्नु भयो भने तपाईँले किन चिन्ता गर्नुहुन्छ? गलत काम गऱ्यो भने त हामी 72 घण्टामा कारवाही गर्छौँ, किन चिन्ता गर्नुहुन्छ? गलत गर्न कसलाई दिन्छ? हामीले दिँदैनौँ। र मलाई यो राजनीति आने घाटसम्म लिएर जाने रहर छैन। 2 कार्यकाल काम गर्ने, हिँड्ने, राम्रो काम गर्ने, नयाँ पुस्ता छोड्ने, के टेन्सन छ? अब यदि अब सिम्पल कुरा बुझाउन कहाँ जानु, कति दौड्नु, कति गराउनु, घाँटी दुखिसक्यो, घोको सुनिसक्यो, गर्ने के भन्ने खोजा यति हो। 5 वर्ष काम गर्न पाऊँ, बस यो काम गर्ने अवसर दिनुहोस्। म एउटाले जितेर भएन, जित्यो 21 जना अस्ति, माया गरेर मात्र भएन, अब भोटबाट पनि माया गर्नुपर्छ। त्यस कारणले यसपटक प्रत्यक्षमा पनि समानुपातिकमा पनि घन्टी, प्रत्यक्षमा पनि घन्टी, समानुपातिकमा पनि घन्टी। त्यसैले म सकेसम्म धेरै ठाउँमा पुगाउनु पर्ने छ घन्टी बजाउन। रोल्पातिर पनि काहीँ गइ सुनिरहेको छु, त्यहाँ पनि एउटा घन्टी बजाउनु छ। सबै ठाउँमा घन्टी बजाउनको लागि तपाईँहरूले मलाई नमस्कार गरेर अहिले पठाइदिनु पर्यो। जानुभन्दा अगाडि मैले पनि स्योर भएर जानु पर्यो कि यहाँ त घन्टी बज्छ भनेको, यहाँ घन्टी बज्छ भने बजाउनु पर्यो। भ्रष्टाचारी भाग्न थाले मैदान, यो बोधबाल शहीदको सपना साकार पार्नु छ।